मनी माइन्डसेट पैसा धेरै कमाउनु छ भने कसरी सोच्नुपर्छ त त्यही विषयमा यो भिडियो रहेको छ। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। यो चाहिँ एउटा किताब हो, रहस्यबाट एकदमै संसारकै पावरफुल किताबबाट तपाईँको लागि केही कुरा सेयर गर्दैछु। सबभन्दा पहिलो पोइन्ट के रहेको छ भने पैसा आकर्षित गर्न चाहनुहुन्छ भने तपाईँ पैसामा ध्यान केन्द्रित गर्नुहोस्। पैसाको मतलब कमीमा होइन, पैसा भएकोमा तपाईँलाई ध्यान केन्द्रित गर्नुहोस् भन्छ। तपाईँ जुन बेला पैसा मसँग छैन, म त गरिब मान्छे, म त कमजोर मान्छे, म त यस्तो उस्तो कमीको बारेमा सोच्दै हुनुहुन्छ भने तपाईँबाट पैसा भाग्छ कि। त्यो भएर कमीको बारेमा नसोच्नुहोस्, पैसा भएको सोच्नुहोस्। पहिलो कुरा, मसँग धेरै पैसा छ, म एकदम धनी छु, त्यस्तै सोच्नु पऱ्यो र महसुस पनि त्यस्तै खालको गर्नु पऱ्यो कि मसँग एकदम धेरै पैसा छ, म राम्रो महसुस गरिराखेको छु। पैसा पाउनको लागि सबभन्दा महत्त्वपूर्ण कुरा अहिले तपाईँ कस्तो महसुस गर्दै हुनुहुन्छ त्यो कुरा नै सबभन्दा इम्पोर्टेन्ट हो है। अहिले एकदमै राम्रो महसुस गर्नु। पैसा तपाईँसँग थोरै होला नि त, अलिअलि त होला नि, अलि पनि केही पनि छैन भने तपाईँले लाउनु भएको कपडा लत्ताहरू, भात त खानुभएको होला नि, कपडा लत्ताहरू तपाईँले तपाईँसँग जे छ कुराहरू नि त्यो चाहिँ बिना पैसाकै आएको हो र भन्नु त होइन नि त। ती सबै भएकोमा, ती सबैमा पनि पैसा लागेको छ नि त। ती सबै भएको प्रति पनि तपाईँले कृतज्ञ महसुस गर्नुहोस्, राम्रो महसुस। मसँग पैसा नभए पनि अथवा पैसा कम भए पनि मसँग यो कुराहरू छ, यो पनि पैसाकै बाट आएको कुरा हो। अझै मसँग धेरै पैसा हुनेछ, म एकदम धनी म बन्नेछु भन्ने खालको अलिकति राम्रो महसुस गर्नु पऱ्यो। र खुसी महसुस गर्नुभयो भने मात्रै तपाईँसँग पैसा आउन थाल्छ। र खुसी महसुस गर्दै गर्दाखेरि के हुन्छ भने कुनै कुरा तपाईँले काम पनि गर्नुपर्छ होइन। पैसा सोचेर मात्र भएन। तपाईँले पैसाको लागि कसैलाई मद्दत गरिदिनुहोस्, सेवा गरिदिनुहोस्, कोहीसँग राम्रोसँग बोलिदिनुहोस्, सहयोग गरिदिनुहोस्, कसैलाई केही कुरा दिनुहोस् होइन। अब पैसै दिनुपर्छ भन्ने छैन, तर किताबमा के भन्छ भने पैसा पनि तपाईँले थोरै बहुत अब जति छ, धेरै नभए पनि 5 रुपियाँ, 10 रुपियाँ, 20 रुपियाँ जति छ त्यति रुपियाँ तपाईँ सक्नुहुन्छ भने दान गर्नुहोस् कि त्यो आवश्यकता परेको व्यक्तिहरूलाई दिनुहोस्। त्यो दान दिँदाखेरि तपाईँले राम्रो महसुस हुनु पऱ्यो, न कि मसँग भएको पैसा त सक्यो, म त अब मसँग पैसै छैन भन्ने खालको सोच्नु भने त्यो पैसा तपाईँले दान दिँदै गर्दाखेरि राम्रो महसुस गर्नु, ह्याप्पी सोच्नु भए पनि अझै धेरै पैसा तानेर ल्याउँछ है। र अर्को कुरा के भन्छ भने तपाईँले पैसाबाट के कुराहरू किन्न सक्नुहुन्छ। जस्तै कि भनौँ न तपाईँसँग एकदम धेरै पैसा भयो भने के गर्नुहुन्छ त्यो कुरा इमेजिन गर्नु, कल्पना गर्नुहोस् कि म यो काम गर्छु, म यो किन्छु, यो यस्तो। अनि त्यो किनिसकेपछि कस्तो महसुस हुन्छ त्यसरी महसुस गर्नुभयो। र बारम्बार मतिर पैसा आइरहेछ, आई लभ मनी, मनी लभ्स मी, पैसा मसँग सजिलै आइराखेको छ, म धेरै धेरै भगवान्लाई धन्यवाद दिन्छु, मलाई धेरै कुराहरू भगवान्ले दिनुभएको छ जीवनमा, पैसाभन्दा नि ठुलो कुरा दिनुभएको छ, मसँग पैसा पनि धेरै आउँछ, जीवनभरि प्राप्त गरेको पैसाको लागि धेरै धेरै धन्यवाद दिन्छु जस्तो खालको सकारात्मक सोच राख्नुभयो भने तपाईँतिर धेरै पैसाहरू आउन थाल्छ। यो चाहिँ यो रहस्य किताबले भनेको कुरा हो है। तपाईँले विश्वास गरेर यही अनुसार जीवनमा लागू गर्नु होला, पक्कै पनि धेरैभन्दा धेरै पैसा तपाईँसँग आउँछ। हस्, आजको भिडियोमा यति भने, अरू पनि भिडियोको लागि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। हस्, धन्यवाद, नमस्कार।